नगद कारोबार विवरण कुनै पनि संस्थामा भएको आर्थिक कारोबार भइसकेपछि तयार पारिने नाफा नोक्सान खाता 2 वर्ष वा 2 समय बिन्दुको वकालतको आधारमा फाइनेन्सियल पोजिसनमा भएको परिवर्तनलाई नगद कारोबारको सिद्धान्त बमोजिम तयार पारिने वित्तीय विवरण नै नगद प्रवाह विवरण हो। कुनै निश्चित समय अवधिमा संस्थाभित्र भएका वा संस्था बाहिर भएका नगद कारोबारलाई शीर्षगत हिसाबमा राखेर तयार पारिने विवरण नै नगद प्रवाह विवरण हो। अनि अर्को भनेको नगद प्रवाह विवरणको तयार पार्नुको मुख्य उद्देश्य भनेको कुन क्षेत्र, कुन स्रोत वा क्रियाकलापहरूबाट नगद प्राप्त भयो र कुन नगद सङ्कलन भयो र कुन स्रोत, क्षेत्र वा क्रियाकलापहरूमा त्यसको उपयोग भएको छ भन्ने तथ्य प्रस्तुत गर्दछ। तेस्रो नम्बरमा भनेको नेपालमा एकाउन्टिङ स्ट्यान्डर्ड फाइनान्सियल प्रिपेयरिङ स्ट्यान्डर्ड IFRS ले अनिवार्य रूपमा एकाउन्टेड आउटपुटको रूपमा क्यास फ्लो स्टेटमेन्ट तयार गर्नुपर्दछ।